birthday to you, me. Thank you so much for making my birthday special. मैंने सोचेको पनि थिएन कि मैले यस्तो सरप्राइज गिफ्ट आउँछ भनेर. So cute. Thank you for making my day special. सँग अलरेडी नै डल थियो साथीहरू पछाडि देख्न सक्नुहुन्छ तर यो किटी मलाई एकदमै मन परेको थियो किन्छु भनेको थिएँ तर गिफ्टमै आइसकेछ थ्यांक यू सो मच यसको लागि चाहिँ यसरी बोलेर बस्न भ्याउँदैन कि साथीहरू अब स्कुल पनि जानुपर्छ फेरि भेटौँला रेडी भइस Hello guys, welcome to my छोटो मिठो न्यू ब्लग्स. Today is my birthday अनि म चाहिँ बर्थडे गर्ल म मेरो ड्युटी अब स्कुल हिँड्दैछु म स्कुल जाँदैछु कि बाटोमा मैले बच्चाहरूलाई भेटिरहेको हुन्छु बच्चाहरूलाई नि सानो छोटो गिफ्ट भनौँ न चक्लेटहरू ल्याइदिएको छु तिनीहरूको रियाक्सन कस्तो हुन्छ हेरौँ है मेरो भिडियो हेरेर सपोर्ट गरिदिनु होला अनि आजको मौसम देख्न सक्नुहुन्छ कति कुल छ तर पनि के गर्नु टु मच हट भइरहेछ गर्मी के गर्नु गाइस अरूहरू त सरर र बाइकमा स्कुटीमा हिँडेर जान्छन् आफूहरू त यस्तो अन फुट हिँडेर जानुपर्छ कि गाह्रो छ जिन्दगी यो हाम्रो खानेपानीको ट्याङ्की खानेपानी ट्याङ्की यसरी हिँड्दै ओ त्यो डाँडामा पुग्नुपर्छ म हो त्यो देखेको डाँडामा यस्तो झाडी छ के गर्नु जङ्गलै जङ्गल यसरी यहाँ दुईवटा बाटो छुट्टिन्छ हेर्नु यो चाहिँ माथि चारघरे रुम्सी जाने यो चाहिँ हाम्रो स्कुल जाने बाटो यहाँबाट हेर्नुहोस् हाम्रो खानेपानीको ट्याङ्की आज त मौसमले नै साथ दिएको छ साथीहरू शीतल नै छ म चाहिँ दिनदिनै यसरी नै हिँड्दै जानु नै हो एक्सर्साइज डेली एक्सर्साइज गर्दै के गर्नु गाइस थप्रा लागिसक्यो गर्मी पसिना चाहिँ पुग्नु पर्ने हजुरहरूलाई देखाउँछु कि ओ यो झाडी देख्नु भएको छ नि हो त्यता पुग्नु पर्नेछ भर्खर नहोजेको छ आज अलि लेट भयो के हो चाहिँ मेरो क्युटी स्टुडेन्टहरू एकछिन त्यस्तो गर्न त पाइँदैन ल सबैको भाग छ ल छिटो आजको दिन पनि लिएन भने त मेरो तर्फबाट सानो गिफ्ट हेमती ल छिटो के रे उस्तै नलिने हो ज्ञानबहादुर रिसाएको हो मसँग ल ज्ञानबहादुरको भाग पनि ल तिनीहरू चाहिँ लजाएर गाइस बिचरा क्यामेरामा आउन कस्तो लजाउँछन् कि अनि थ्याङ्क यू पनि नभनिकन गए केही छैन मलाई त्यसमा केही छैन कि आफ्नो खुसी बाँड्नु नै ठुलो कुरा हो नि त मैले तिनीहरूको लागि एउटा पेन चक्लेट भनेर ल्याइदिएको थिएँ तर तिनीहरू बिचरा लजाएर हामीले त केही पनि ल्याइदिएको छैनन् भनेर लजाउँदै लिन्न भनिरहेको थियो अनि मैले फेरि आजको दिन मेरो स्पेसल अनि तिमीहरूले त्यसरी नलिँदा त मलाई
दुःख लाग्छ नि त मलाई नरमाइलो लाग्छ नि त भने त्यसपछि लिएँ यहाँ देख्नु सक्नुहुन्छ गाइस पुल झरना खोलामा अब चाहिँ म यसरी यो पुल तरेर जाँदैछु यहाँ हिँड्दा यस्तो पुलको पनि सुविधा छ पुलको आगोमा यति सुन्दर दृश्य यहाँबाट देख्न सकिन्छ यति नेचुरल यहाँ चाहिँ म भ्लग बनाएको थिएन झन्डै नलिएर आइसक्यो भिडियोको तपाईँले यति जङ्गल काटेर कसरी जानु कहिले कहिले त डर लाग्छ हो साथीहरू एक्लै मनको बाघले के भन्छ अरे मनको बाघले खाए नखाए नि मनको बाघले खान्छ भने जस्तै साथीहरू आजभोलि त जङ्गली जनावरको डर भन्दा पनि मान्छेहरूकै डर छ सामाजिक सञ्जालमा कति नराम्रो घटनाहरू घटिरहेको हुन्छन् अनि त्यो सम्झिँदा यसो होइन जागिर नै छोड्नुपर्छ क्या हो जस्तो लाग्छ फेरि जागिर छोडेपछि अब गरी खाने अरू बाटो नै छैन अरू जागिरै छैन घरबाट निस्किया भने त फेरि के गर्ने होला जस्तो हुन्छ आफ्नो खुट्टामा उभिनै पर्यो अलिअलि दुःख त गर्नै पर्यो जस्तो लागेर जे पर्छ गर्छ भनेर हिँडिरहेको हुन्छु गरिरहेको हुन्छु यहाँ चाहिँ यस्तो गाला भन्छ कि फर्कलो भन्छ है साथीहरू यस्तो थकाइ लागिसक्यो अब एकछिनमा गाउँ पुगिन्छ गर्नै गए पनि के गर्ने साथी यहाँ फेन त लिएर आएको छ तर चार्ज कति बेलासम्म टिक्छ भन्ने चाहिँ थाहा हुँदैन क्या यो गर्मीमा यति फेन नलिएर हिँडेर कोही छैन होला कि स्टुडेन्टहरूलाई जग्गाभरि भनेर यहाँ यसो कपीहरू पनि ल्याइदिएको छु कि त्यही भएर बोक्न नै सकिरहेको छैन थकाइ लागेको बेलामा दिँदै नै यसरी एक्लै हिँड्नु पर्दाको पीडा त मैले बाहेक अरू कसले बुझ्छ होला र साथीहरू यो मिनी फ्यानले पनि काम गरिरहेको छैन साथीहरू यति फ्यान लाउँदा पनि गर्मी पसिना आउन चाहिँ छोडेको छैन है गुड मर्निङ थ्याङ्क यू Welcome. क्ल्याप नि गरेन के रे My name is Ashika. My name is Murga. My name is Aishda. लजाउँछ क्या लजाउँछ न लजाउँछ स्कुलमा गएर के खाने भन्नु त चक्लेट खाने है स्कुलमा गएर ला How are you students? We are fine. I'm also fine. Let's go. Let's go. Let's go. Let's go. Where are you going? We are going to school. Which day is today? Today is Friday. Good, very good. And which day is tomorrow? Tomorrow is Saturday. Good. गावा कर्कलो के भन्नुहुन्छ साथीहरू हजुरहरूले यसलाई हेर्नुहोस् त के भयो अरू बुझाउँदैन यहाँ कोही नजारा देख्न सक्नुहुन्छ मौसम कति सफा आज बादल लागिरहेको छ होइन त सुमेश हजुर नाम के भनिदिनुहोस् माइ नेम भन्नु न हजुर कति कक्षामा पढ्नुहुन्छ माइ कक्षा के कक्षा हो मलाई हेर हो दिदी भन्नुभयो ब्लग चाहिँ छिटो बनाउँछु भन्दा भन्दै लामो भएछ साथीहरू केही छैन हेरेर सपोर्ट गरिदिनु होला बारको डाँडामा पुगिसकेँ
यहाँबाट हजुरहरूलाई मैले झ्यालस देखाउँछु ल। त्यो खाल्टो भएकोतिर चाहिँ झ्यालस हो। यति धेरै हिँडेर साथीहरू थकाइ लागेर माई डियर स्टुडेन्ट्सहरू अलि छिटो छिटो हिँड्नु ल। अब हामी चाहिँ स्कुलको नजिक आइसकेको छौँ हो कि होइन? यहाँ पुग्यो भने यहाँको भ्यूज हेर्दा साथीहरू यस्तो आनन्द लाग्छ नि, यस्तो आनन्द। दोबारी जानै पर्दैन साथीहरू यहाँको भ्यूज हेऱ्यो भने त। तर यहाँको झाडी हेरेर के गर्नु, डर लाग्छ, सर्पको डर। फाइनली गाइस स्कुल पुगेँ। गुड मर्निङ। मैले चाहिँ मेरो बर्थडेमा यसरी कपी पेन्सिलहरू लिएर बच्चाहरूलाई, एउटा क्लासको बच्चाहरूलाई यसरी गिफ्ट दिएको छु। जति आफूले खुसी बाँड्नु सक्यो त्यति नै ठुलो कुरा हो नि त, त्यति नै राम्रो हो नि त भने मनमा लागेको भएर मैले चाहिँ यसो सानो खुसी बाँडेको मात्र हो मेरो स्टुडेन्टहरूसँग। उहाँको खुसी नै मेरो खुसी हो नि त, उहाँहरू खुसी हुनु भएपछि म पनि त यत्तिकै खुसी हुन्छु नि त। देख्न सक्नुहुन्छ साथीहरू कति खुसी हुनुहुन्छ क्या उहाँहरू। अरूहरूले चाहिँ देखाउनको लागि यस्तो गरेको त्यस्तो गरेको भन्नुहुन्छ, तर मैले चाहिँ देखाउनको लागि गरेको होइन साथीहरू। मनैदेखि नै अब सेयरिङ इज केयरिङ भन्छ नि त साथीहरू, त्यस्तै हो। पैसा हो, गिफ्ट हो। कहिले दिनुभएको? आफै सोधेर ल्याएको त होइन, मम्मीले दिनुभएको। थ्याङ्क यू। सीमा पाटाले चाहिँ मलाई 100 रुपिस गिफ्ट घरबाट ल्याएर दिनुभएको छ। तर म यो पैसा फेरि सीमा पाटालाई नै के भन्छ भने पेन्सिल किन्नु अनि कपी किन्नु भनेर फेरि मैले रिटर्न गिफ्ट दिएँ। आज साउनको 15 गते खिर खाने दिन, त्यस कारणले गर्दा मैले स्कुलमा बच्चाहरूलाई मेरो तर्फबाट नै खिर खाजाको व्यवस्था गरिदिएँ। हेर्नुहोस् न कति मिठो मानेर खानुभएको छ। त्यहाँ पारी डाँडामा देख्न सक्नुहुन्छ रुम्सीको स्कुल टलक्क टल्किराखेको छ। हामी चाहिँ छुट्टी भएर अब घरतिर जान लागेको साथीहरू। बिहानमा चाहिँ मलाई एक्लै देख्नु भएको थियो होला। अहिले चाहिँ मैले साथी पाएको छु। बिहानमा चाहिँ उहाँ मिसको हस्बेन्डले छोड्न आउनुहुन्छ, त्यही भएर म एक्लै नै आउँछु बिहानमा। उहाँ मिसको सानो बेबी हुनुहुन्छ। बेबी चाहिँ अहिले सुतिराख्नु भएको छ, उहाँ मिसले बोकेर हिँड्नु भएको छ ल। यता हेर्नु न एकचोटि, यता हेरिदिनुहोस् मिस। हेर न एकचोटि हाई गरिदिनु न उहाँ मिस ल। मेरो साथी, हामी सँगै पढेर सँगै अहिले एउटै स्कुलमा नि पढाउँछौँ। यहाँ देख्न सक्नुहुन्छ खोलामा पानी कति सफा। यस्तो यो गर्मीमा त पानी देख्दा त नुहाम जस्तो लाग्छ साथीहरू। आजको दिन मेरो यस्तै भयो। होप हजुरहरूले यो भिडियो हेरेर मन पराइदिनु भयो होला, मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु। र मलाई विस गरिदिनु हुने सबैलाई धेरै धेरै धन्यवाद। मेरो भिडियो अब लास्टसम्म अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई गाइस।